आज चाहिँ बेहुलाको घरमा बिहाको लागि काट्दैछ चिकन। यता चिया, उता डान्स गर्ने जग्गा, यता चाहिँ सुँगुर कटिङ हुँदैछ। यता चाहिँ किचन भर्खर सुरु गर्दैछ, अब कटिङहरू हुँदैछ। आज चाहिँ बिहा सकेर 6-7 बजी जाने हामी घर। कर्ची मर्ची कटिङ हुँदैछ नै गाइस। यहाँ चाहिँ कर्ची पर्ची काट्दैछ अहिले लन्चमा। यहाँ चिकन फ्राई, यता पापड, यहाँ भेजको आइटम हुँदैछ, कटिङहरू हुँदैछ। यता चटपटे बनाउँदैछ, नेपालको फेमस चटपटे चिकन फ्राई। अहिले चाहिँ बेहुला यहाँ फोटो सेसन हुँदैछ, हाम्रो चाहिँ भइसक्यो। यता ब्युटिफुल भान्जी यहाँ चाहिँ मेरो भान्जीहरू, यता भान्जी सबै फोटो सेसन हुँदैछ अहिले। यता चाहिँ अहिले बेलुका डान्स हुन्छ हो। यता चाहिँ डाइनिङ। मान्छे भर्खर आउनु सुरु हुँदैछ। ए होइन अहिले खान्छ अब खतरा लाग्यो। हुन्छ हुन्छ, सबै पाकिसकेको छ। हाम्रो भान्जीहरू ए यता ए हो आमासमा देखाउनु पर्ने। अहिले चाहिँ हामी फोटोसोटो सब भइसकेर हो खाजा खाँदैछौँ। मसला आइटमहरू मेरो भानिजहरू अब चाहिँ चोचेको मासु चिकन खाएला भन्दैछ। खाना कस्तो हो म्याडम? टेस्टी है, एक नम्बर। हिजो पर पनि दामी थियो है। कम्ती भयो। यहाँ चाहिँ मिठो भएर मैले सेकेन्ड राउन्ड पनि थपिसक्यो हो। अब चाहिँ हामी खाना खाइसक्यो। सो गाइस, आजको चाहिँ थाक्यो, मजा आयो बिहामा। भानिजको एकदम मजा आयो बिहामा। 3 दिन बस्यो नेपाल, एकदम राम्रो भयो, ब्लेसेड भयो है। सो भिडियोलाई हेर्नुहोस् होला, 3 पार्ट बनेर हुँदैछ, 3 पार्ट हेर्नुहोस् होला। सो थ्याङ्क यू सो मच तपाईँहरूको माया सपोर्ट यहाँसम्म आइरहेको छ। सो अझै माया गर्नुहोस् होला, लाइक सब्सक्राइब गर्न बिर्सिनुहोस् होला। हुन्छ।